नमस्ते साथीहरू, म हेमन। कोरियामा कामको चटारो र व्यस्तताका बीच हामीलाई कहिलेकाहीँ मुभी हेरेर रमाइलो गर्न मन पनि लाग्छ है। आजको भिडियोमा म तपाईहरुलाई फेन्टेक स्टेसनमै बिल्डिङ एके प्लाजा भित्र रहेको सिनेमा हलमा कसरी आफै टिकट काट्ने A to Z जानकारी दिने छु है। यो भिडियो अन्त्यसम्म हेर्नु होला। सबैभन्दा पहिले एउटा उदाहरणको लागि फेन्टेक मुभी हललाई लिए मैले। फेन्टेक स्टेसनको मुख्य गेटबाट छिरेपछि तपाई एके प्लाजाको 8औं तलामा जानुपर्ने हुन्छ। CGV IMAX हैन 8 तला। यहाँबाट बाहिरको भ्यूहरु यस्तो दामी देख्छ नि। हो यस्तो बवाल छ है। सुई बवाल छ नि। बवाल छ नि यार। यो हो क्या लाइन भनेको यार। दियो जस्तो यहाँबाट साच्चै कस्तो दामी देख्दो रहेछ है। बस माथिबाट बवाल। यहाँ तपाईले CGA को बोर्ड देख्नुहुनेछ। यहाँ टिकट काउन्टरमा मान्छेहरू भन्दा पनि धेरैजसो मेसिनहरू सेल्फ सर्भिस किक्स राखिएका हुन्छन् है। आज हामी मेसिनबाट टिकट काटेर सिक्नेछौँ। यदि तपाईलाई कोरियन गाह्रो लाग्छ भने स्क्रिनको कुनामा रहेको इंग्लिश बटन थिच्न सक्नुहुन्छ। सबैभन्दा पहिले आफूलाई मन पर्ने मुभीको पोस्टरमा क्लिक गर्नुहोस् र मुभी सिलेक्सन गर्नुहोस् है। त्यसपछि कुन समयमा हेर्ने, मर्निङ, आफ्टरनुन, नाइट र कुन हल 2D, 3D वा स्पेसियल हल कुनमा हेर्न मन छ त्यो तपाईले रोज्नुहोस्। क्याटेगोरी एन्ड पर्सनमा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ हैन। अडल्ट भनेको छ, अडल्ट भनेको 18 वर्ष भन्दा माथिका लागि हो हैन। अनि युथ विद्यार्थी वा सानो उमेरका लागि हो जुन आईडी कार्ड पनि चाहिन्छ। सिनियर भन्नाले अब अलि ठुला हैन, अधवयस्क वृद्धहरूका लागि हैन। हामी त अडल हैन त। दुई जना कति जना हेर्ने हैन। हो सेलेक्ट गर्यो। अनि यो नम्बर देखाएकोहरु चाहिँ सबै सिटहरु हैन। अब G7 र 8 टिकट गर्यो हैन। अब पे नाउ गर्यो हैन। अब 3 जनाको 40,000 पे नाउ क्रेडिट कार्ड पे गर्यो हैन। अब चुज वान कसरी गर्ने हैन। मिलाएर गर्ने कि अब फोनबाट नि हैन, फोनबाट नि यसरी पे गर्न मिल्छ है। अनि यो गर्यो हैन। कार्ड चाहिँ अघि पे गरिसकेपछि अब दुईटै जुन गर्नु भयो नि हुन्छ। यसरी यसमा हाले पनि भयो, यसरी यसमा कार्ड हाले पनि छिराएर भयो। तपाई कति जना हुनुहुन्छ त्यही अनुसार संख्या छान्न सक्नुहुन्छ। सिट सिलेक्सन गर्दा चाहिँ स्क्रिनमा हलको नक्सा देखिन्छ जुन सेतो रङका खाली सिटहरू हुन्छन्। राम्रो भ्यूको लागि चाहिँ बीचको देखि लिएर पछाडीपट्टिको सिट रोज्नु नै राम्रो हुन्छ है। यो मेरो विचारको लागि हो हैन। अनि सिट रोजिसकेपछि अब पैसा तिर्ने पालो। कोरियामा प्राय कार्डबाट पेमेन्ट गरिन्छ। अनि पेमेन्ट सफल भएपछि चाहिँ तलबाट टिकट निस्किन्छ। तर यो टिकटमा हल नम्बर, सिट नम्बर र फिल्म सुरु हुने समय लेखेको हुनाले चाहिँ यो एकदमै महत्त्वपूर्ण हुन्छ है। तपाईले यसले नहराइराख्नु होला। अनि यो अर्को कुरा सबैलाई थाहा नै छ हैन। फिल्म हेर्न जाँदा पपकर्न र कोका कोला बिना त अपुरो भएको जस्तो महसुस हुन्छ हैन। अनि यहाँ पपकर्नका लागि पनि छुट्टै मेसिनहरू हुन्छ है। तपाईले कम्बो प्याकेज लिनुभयो भने नि अलि सस्तो पर्छ। अर्डर गरेपछि आफ्नो नम्बर आएपछि काउन्टरबाट सामान लिन सक्नुहुन्छ। अनि यहाँ बस्ने ठाउँ, वेटिङ लङ पनि एकदमै राम्रो छ हैन। अनि सिग्नेचर कस्तो हैन। त्यो चाहिँ तिनजना कम्बोको चाहिँ ठुलो बक्समा आउँछ। अनि दुईटा बोको आउँछ हैन। कम्बो त्यस्तै अब यहाँ चाहिँ उयोहरू थप्नु पर्यो भने चाहिँ पैसा लाग्छ। अनि यहाँबाट पे गर्ने अघि जस्तै हो है। सेम अघिको जस्तै। अनि यसको लागि यहाँ छ हैन। सेम हो, सेम हो अरू त। र फिल्म सुरु हुनुभन्दा 10 मिनेट अगाडि हलको गेट खुल्छ। टिकटमा लेखिएको हल नम्बर हेरेर भित्र जानुहोस्। भित्र आफ्नो टिकट नम्बर खोजेर आनन्दले फिल्म हेर्नुहोस्। यो जानकारी तपाईलाई कस्तो लाग्यो? यदि कन्फ्युजन छ भने कमेन्ट गर्नु होला।